अहिले चाहिँ भक्का के भक्का ल यो चाहिँ स्पेसल भक्का गोटा गोटाको 50 यो भन्दा ठुलो हाम्रो गाउँतिर 10 रुपैयाँ दिन्छ क्या भाइ 10 रुपियाँमा ढाबा त चोकचोकमा हो क्या भक्का बिहान त भक्का टिकापुर साइडमा गोटा 50 दिन्छ अरे भाइ यहाँ यो चाहिँ के हो फेरि कोदोको अन्डी कहिले यो के हो यो दही यो त्योभन्दा उता के को हो कोदो के दारु कोदोको त्योभन्दा उता अनाज के दारु अनाज अन्डी कोदा के दारु मौवा कोदो यो चाहिँ मौवाको दही एक बोतल अर्जन घोगी माछा हो यसरी राख्नु पर्यो नि यो चाहिँ एकदम हाइजेनिक तरिकाले राख्नु भएको छ है ल यतिको चाहिँ एकदम राम्रो देखियो हो यो चाहिँ एकदम हाइजेनिक तरिकाले राख्नु भएको छ है यो चाहिँ एकदम राम्रो छ ल मैले त्यो उगाडी भइसकेँ क्या भाइ के त भक्का भक्का के भक्का व्यवसाय सुरु गर्नलाई 50 रुपैयाँ भन्छ भाइ हाम्रो गाउँमा 10 रुपैयाँ दिन्छ यत्रो यत्रो चामलको रेट एउटै हो एउटै हो ल ठुलो सानो गौगटा ल श्रीवन्तुमा भन्दा महँगो भयो क्या श्रीवन्तुमा ल 25 रुपैयाँ गोटा थियो क्या विभिन्न किसिमको जाँडको परिकारहरू पनि यहाँ छ अन्य परिकारहरू पनि एकदम व्यवस्थित तरिकाले यो चाहिँ ढुङ्गोमा ढुङ्गोमा भेराइटी बनिरहेको छ स्टल नम्बर कति हो यो यहाँ चाहिँ फेरि ब्रान्डेड मात्रै रहेछ ल यो स्टलको लागि कहाँ सम्पर्क गर्नुपर्ने रहेछ यही पहिल्यै बुकिङ हुन्छ त आज लिएर आइसक्यो स्टल बुकिङ अब यताबाट हाम्रो गेटतिर गयो हामी भनेपछि अब हामी दाहिना साइडतिर लागौँ एक्सक्युज मी निःशुल्क के हो यो ओम समाज डेन्टल हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर पनि रहेछ है त यहाँ दन्त दाँतको चेक गराउन चाहनुहुन्छ भने सबै गोल्डन वाक मात्र लगाइरहेको नि त दाइ के हो मेन चाहिँ गोल्डन वाककै रहेछ क्या आज ल दाँत चेक गराउने भइरहेको छ है त आज निःशुल्क दन्त परीक्षण के हुँदैछ यहाँ चारुकला गभर्नु होला स्वस्तिक हस्पिटलको रहेछ यहाँ फेरि स्वस्तिक हेल्थ ग्रुप तालसिखेल ग्रुप बिपी जाँचिन्छ सामान्य स्वास्थ्य जाँच पनि हुँदैछ ल भक्का पिठो पनि छान्ने पनि डेन्जर तरिका हुँदैछ त लानु त्यसरी पिठो छानेर यसरी टक्क भरेर त्यसरी गिलासमा राखेर यसरी ठ्याक्क यहाँ भाँडामा भक्काएपछि यो चाहिँ भक्का स्पेसल भक्का बन्ने रहेछ यो नन भेज आइटम चाहिँ कहीँ हुने रहन्छ क्या दाइ यसो हेरेको होइन भेज आइटम भन न के भेज आइटम सबै नन भेज रहेछ क्या यहाँ पनि एउटा मिसेकै छ क्या त काहीँ न भेज चाहिँ प्योर भेजिटेरियन चाहिँ नहुने रहेछ क्या कतै न कतै त होला यार छैन होला त मैले त्यो हेरिरहेको छु होइन मैले प्योर भेजिटेरियन मात्रै खोजिरहेको छु ल हेर्नु कलाकृतिहरू यहाँ विभिन्न काठका भाँडाकुँडाहरू सहित प्योर लोकल कति मौवाको रक्सी यहाँ विभिन्न यस्तो भेराइटीहरू फर्सी सिँगै जिउँदै यहाँ ल हेर्नु जिउँदै जस्तो छ आएकै छैन कि घुमाउनु पाकिसक्यो धेरै घुमाउँदैन पोलिएर त भइसक्यो ल हामी आउँछौँ सम्झनु भक्का चाहिँ धेरै ठाउँमा रहेछ गाउँबाट त अघिदेखि देख्नु भएन सुरुदेखि जताततै छ नि भक्का यहाँ पनि रहेछ भक्का पनि विशेष